झैँ घिउसी झर्यो त्यसको मुखबाट पानी त्यसले थाल साल चाट्योमा राइस लाएर झोल हात तालमा जुद्यो जस्तै पेट बढ्न थाल्यो पेन्टको बटन सटन खुल्यो म्याक मासु झोल झोल मासु सबै तहार दाल भात भात दाल दाल भात तहार मासु झोल झोल मासु सबै तहार यता पनि यहाँ पनि पुरै यसो हाल्नु त थोरै मुखमा हाल्दैन यो थोरै म घर गएर जान्छु यो बट्टामा पनि थोरै हाल्दैन थोरै टाउकोमा हाल्न मिल्दैन के भन्ने हाम्रो समय भाइ अगान ल्याउ त करेला हाल थोरै है गुन्द्रुकको अचार छैन हाल त ठिकै छ चाटियो कि पुरै चाटियो अब तपाईँहरूको खाना नै यति मिठो पुरै ए भाइ तिमी हो चाहिँ को हो दाइ मजा गर्नु चाहिँ सँगै आयो होइन अघि कहिले सँगै आयो नाम के हो तिम्रो भाइ सुरेश सुरेश हो नि म को सुरेश भाइ तिमी यसो गर यो चिकन झोल ल्याएर आऊ न म साउको काकाको छोरा हो कि जाउँ रमेश हो रमेश नुहारनको नाम रमेश हो खास म त सुरेश नै हो कि रमेश को हो यो त्यही त अगाडिदेखि मैले पनि त्यही भन्दैछु खाल मैले घरबाटै ल्याएको कि भाइ चम्चा चाहिँ वेटर ए वेटर यहाँ हो यो भेज खानामा हड्डी के को हड्डी हो यो यार कसरी हड्डी आयो यार के का छ यो स्ट्यान्डर्ड सरी सर भेज खानामा हड्डी कसरी आउँछ यार कस्तो के सरीको कुरा होइन यो भएन यो हुँदै भएन यो थकाइले भएन यो भेज खानामा यो हड्डी यस्तो म पत्रकार बोलाउँछु मिडिया बोलाउँछु मिडिया हेर्नुहोस् कसरी यो के भइरहेछ भनिदिनुहोस् हेर्नुहोस् आज यो भेज खानामा हड्डी के को भेज खानामा हड्डी ब्रेकिङ न्युज बनाउनु भनिदिनुहोस् हामी जताछौँ जता फैलाउनु यहाँ ठ्याक्कै के भएको भनिदिनुहोस् अब हेर्नु मैले फेरि 15 वर्ष भयो मासु नखाएको हजुर 15 वर्ष भयो हजुर यो हेर्नु न अब भेज खानामा हड्डी यो सानो बेलादेखि भेज हो म त पहिलेबाट भेज हो यो त बहुत अनफेयर भयो नि त यार मिडिया यसलाई जताततै हेर्नु कारणले यहाँ के भइरहेको छ भाइरल बनाउनु जस्तो यो यहाँ के सल्लाह भइरहेछ यो अहिले जानुस् जानुस्